हाम्रो लाइफ लाइनमा तपाईँको राइड सुरु हुँदैछ। मनोज कुमार सबैजना गाइडहरू हाम्रो के अरे राइड स्टार्ट हुँदैछ। अब के अरे लाटुरी भन्ज्याङतिरको तिमीलाई नचिन्ने मान्छे कमै हुँदाखेरि है हाम्रा यी अर्का डन छ नि फेरि डन हुने। अनि तिम्रो ऊ आएको छ कि छैन फिल्म? यो फिल्म युट्युबमा आइसक्यो। कुन हेरिसकेँ मैले। ल राइट स्टार्ट रेडी टु गाइजहरू। ल त्यो बेहुलै त हो। ए तपाईँ लगा कमी लाउँदैन नि कट्टीबाट स्टार्ट हुँदैछ हाम्रो राइड। अब एकछिनको लागि स्टार्ट राइड। यिनीहरू त यार मेरै घर आउनु लाग्यो त। मेरो अर्को भ्लगमा यहाँलाई स्वागत छ। आज ड्रग्सले सबैजनाले सस्ता ड्रग्स दियो र आज हामी असारको केटाहरू लाइफलाइनमा सबको मिलेर माथि लाइफ भन्नेतिर सस्तै वरियरतिर नाच्दैछु। सबैजना लाइनबद्ध रूपमा गइरहेको छौँ। आफ्नो बिजी सेड्युललाई पनि ध्यानमा निकालेर आफ्नो निजी लगानी प्लस आफ्नो प्राइभेट बाइकहरू लगेर सबैजनाले निष्पक्ष रूपमा लाइफलाइन मौसमलाई साथ दिँदै अगाडि बढ्यो। अब हाम्रो लाटुरी भन्ज्याङतिर पनि आउनेवाला छ देखाउँदैछु। अब हेर्दै जानु होला सबैजनाले। अब हाम्रोतिरको डाँडा काँडा जस्तो हो नि यहाँ लाटुरी भन्ज्याङ ऊ भन्ज्याङ भनेर यो त हाम्रो बान्नी जस्तै हो त्यो डाँडो। यहाँ अब सहर भएर लाटुरी भन्ज्याङ बाटो भएर राम्रो। अब हाम्रोतिरको बाटो पनि छैन। अब के अरे नजिकको तिर्छ होला भन्ने जस्तै भइरहेको थियो। गणेश कुमारको साथमा हामी जाँदैछु लाइफलाइनमा सँगै सरसफाइ गर्ने अभियानमा अगाडि हेर्दैछु। अस्ति म यहाँ माथिसम्म त हिँड्दै आएको थिएँ यार। पहिला अस्ति एकदिन छुट्टीको दिन रातमा त कहाँ रहेछ भाटभटे नि यताउति भनेर त्यो माथिको हिँड्दै आएको थिएँ।
माथि कपाली डोल्न बिचराइसक्यो हाला हाले होला 2083 थापेछ होला मान्छेकोमा हामीले कुनै क्रममा चाहिँ अब बाहिरको सोच्न हो नभए नयाँ हान्नु पर्ला नि 84 अन्तिमतिर कट्कीका मालिक हुने कट्कीका मालिक दुवैजना कट्कीका मालिक हुँदैन नि अन्यथा नलिनु होला आफ्नै रमाइलो गफगाफ हाम्रो आफ्नो नेपाली आफ्नै भाषा मिक्स गरेर हामीले भिडियो बनाएका छौँ यहाँ चाहिँ अलि बस चाहिँ सानो कुन्टेवाला बस आउँदो रहेछ यहाँ त अलि जस सार्वजनिक यातायातको ए हो भक्तपुरको गल्ली जस्तै छ यो पनि लुङको बाटो हेलमेट कुदाउँछ किन हेलमेट कुदाउँछ भन्दा यही होला त बस पार्क सायद माथि पनि छ यसो आँखा चाहिँ होला है आज चाहिँ 2, 4, 6, 8वटा बाइक हुन् 8वटा बाइक 8वटा छोएर 20-22 जना हुन्थ्यो होला 2टा बाइक तल राख्यो मेरो र निलेशको मान्छे त मान्छे पुगेन सुनिम बाइक पुग्दैन सुनिम मान्छे पुगेन अस्ति त ट्रिपल गयो हो गणेशले ट्रिपल जना हालेर गएको लुबु एरिया पनि राम्रो छ डुबु अहिले यो एरियामा वेदर बस्ती नै छैन यो चिसो मौसममा त्यही भएर घाम गर्मी चिसो हुने यहाँ त चिसै हुन्छ नि के को गर्मी पुरै त्यो पहाडकै छेउमा छ ठिक्कको बस्तीलाई ठिक्क छ पछि पछि त अब कति नै टाढा छ र खासमा त केही छैन अब त आफ्ना साधन गयो भने त ए जुन त्यो हिँडेर त्यही हो त्यही जाने ए नजिकै रहेछ स्टार्ट भयो लाकुडी भन्ज्याङको एरिया टक्क लाएर अब लाइनमा पछाडि राजुभाइ पनि आउँदैछन्
थाल्यो लाकुरी भन्दा 5 किलोमिटर यहीँतिर घर बनाएर बस्नुपर्छ हो एउटा आफ्नो एउटा फार्म जस्तो आराम एउटा घर ठक्क छुट्टीको दिनहरू आएर राइडर बन्न खोज्नुहुन्न 220 बोकेको छ राइडर बन्न खोजेर हुन्छ भने अचम्मको भ्याउँदो रहेछ मैले यति 2 बाइकहरू बनाएँ बनाइहाल्यो टर्निङ राम्रै छ क्या एउटा यतिको बाटो नभएको अफरोड गर्नु भयो यतिको उकालोमा त झन् गाह्रो भइहाल्छ नि त एकमा गर्नु पर्थ्यो हाम्रो छैन हामी त पुग्नु पर्यो पछाडि के हो यो धुवा खाल्न लाग्यो यार हट अगाडि जाउँ है त्यो धुवा फाल्नाले तना परिहाल्यो यार अर्को धुवा फाल्ने पर्यो सुरु भयो हाम्रो 20 जनाको ग्रुप भक्तपुर लाकुरी भन्ज्याङमा गाजहरू अब एक्टिभ नहो सरसफाई अभियान सुरु ल एरिया यही छ भक्तपुरको सुरु भयो फोटो टिप्ने कार्यक्रम एउटा तलबाट हिँड्नु पर्यो ठक्क डाँडामा माथि एउटाले माथिबाट हिँड्नु पर्यो टिकटक कलाकारहरू अब हाम्रो सुरु सुरु हुने भयो हाम्रो सरसफाई कार्यक्रम
क्या राम्रो रहेछ त भक्तपुर, कडा भक्तपुर। फेरि सुरु भयो अब यो अन्तिम चरणमा, अन्तिम चरणको अलिअलि सानो प्रयासले अलिक लिने भयो यो एरिया। आयो केही हुँदैन। त्यस्तै छ है मौसम। अब हाम्रो सुरु। सुरु हुने भयो अब हाम्रो सरसफाइ कार्यक्रम। क्या राम्रो रहेछ त भक्तपुर, कडा भक्तपुर। फेरि सुरु भयो अब यो अन्तिम चरणमा, अन्तिम चरणको अलिअलि सानो प्रयासले अलिक लिने भयो यो एरिया। आयो केही हुँदैन। साइड लाइट वाला सबै साइड लाइट, एक साइडको साइड लाइट। हाम्रो टिमले करिब 2 घण्टा लगातार लाखखुरी भेन्चेङमा आएर चाहिँ हामीले लगभग 100+ झोला फोहोर चाहिँ सङ्कलन गरेका छौँ र राख्ने ठाउँ कहीँ पनि नभइकन हामीले यो साइडमा अलरेडी पनि फोहोर थियो, त्यसलाई चाहिँ एकदमै म्यानेज वेमा चाहिँ हामीले यहाँ राखेका छौँ होइन। यो चाहिँ हाम्रो सबै टिम हो। अब हामीलाई चाहिँ मेन चाहिँ पानीले दुःख दियो, अनि पानीले आज साथ नदिएको भएर चाहिँ हामीले लगभग 80% यहाँको फोहोरलाई कलेक्ट गरेर यहाँ चाहिँ राखेर चाहिँ अब हाम्रो टिम चाहिँ यहाँबाट निस्किँदैछ है। ल सकेको घोषणा गर्दै ल अब राइट स्टार्ट, फेरि ब्याक टु रुमतिर काम सकाएर।